साथीहरू विशेष गरी मेरो भिनाजु सिंहबोहरा र मेरो सँगै पढेको साथी धीर महत्रा लगायत अन्य धेरैजना दाजुभाइहरू हिजो मात्र विदेशिनु भयो मलेसियामा आफ्नो घर खर्च चलाउनको लागि। नमस्ते सम्पूर्णमा, म चाहिँ सुमन बुढा। विदेशिन त कसैलाई पनि रहर थिएन हैन। विदेश जानलाई सबैलाई एउटा परिस्थिति, एउटा बाध्यता, एउटा घर खर्च घर जोहो गर्नको लागि जान लाग्नु भएको हो र जानु भएको हो। र विदेशिएका हाम्रा प्यारा भिना र साथी अन्य दाजुभाइ लगायत सबै स्थानीयहरूको लागि शुभ यात्रा र शुभ रहोस्, सधैँको जिन्दगी शुभ रहोस्। तपाईहरु विदेशिनुको कारण हामी नेपाली दाजुभाइ जो कोही विदेशिनु रहर त कसैलाई पनि छैन, बाध्यता छ। विदेशिन रहर थिएन, बाध्यताले जानुभयो। घर खर्च घर जो हो, छोरा छोरी बाबा आमा सबैको हेरचाह गर्नको लागि विदेशी भूमिमा कमाइ गर्न जानुभएको छ। तपाईहरु जुन ठाउँ भए पनि सुरक्षित हुनुहोला, स्वस्थ रहनुहोला, स्वस्थ रहेर काम गर्नुहोला, आफ्नो ख्याल आफै गर्नुहोला। परदेशको जिन्दगीमा भनेको जस्तो हुँदैन, स्वदेशमै त भनेको जस्तो जिन्दगी चलेको छैन। तर परदेशमा जस्तो भए पनि नियम कानुन हेरेर आफ्नो स्थानमा काम गर्नुहोला। विदेशीका दाजुभाइ आफन्तजनहरू है, मान्छेलाई नेपालमा केही गर्न खोज्दा, केही काम खोज्दा न त काम पाउने, न त काम गर्न खोज्दा काम पाउने, भनेको टाइममा तलब पनि नपाउने हाम्रो नेपाल, र भनेको जति पैसा नपाएर घर खर्च नपुग्ने परिस्थितिले गर्दा सबैजना जो कोही हामी नेपाली दाजुभाइ विदेशिन बाध्य भएर हामीले पाइला सारेर विदेश भूमिमा पाइला टेक्नुपर्छ हो। विदेशमा बस्नुहुने सम्पूर्ण नेपालीहरू एकदम सुरक्षित र खुसी हुनुहोला, आफ्नो ख्याल गर्नुहोला। म चाहिँ विशेष गरी विदेशीका दाजुभाइ आफन्तहरूको बारेमा सानो एउटा भिडियो बनाएको छु। विदेशी त रहर कसैलाई पनि थिएन, हामी नेपाली हुनुमा गर्व छ। तर घर खर्च घर जोहो गर्न विदेश जानै पर्छ। जो जहाँ भयो नि स्वास्थ्यको ख्याल गर्नुहोला, आफ्नो ख्याल गर्नुहोला, आफूले आफूलाई सुरक्षित राख्नुहोला। किनकि हाम्रो जिन्दगी भनेको एक बारको हो, पाएको जुनीलाई हामीले सम्हाल्नु पर्छ। हामीले यो जिन्दगीको हरेक कुरामा, हरेक क्षेत्रमा होस पुर्याएर काम गर्नुपर्छ र बाँचुन्जेल सबैको सम्मान कदर सत्कार गर्न चाहिँ सिक्नुपर्छ। जो कोही साथीहरू विदेशिनुभन्दा अगाडि हरेक प्लान बनाएर विदेशिनु हुन्छ, तर विदेशमा भनेको जस्तो काम पाउँदैन, दुःख हुन्छ। र नेपालमा पनि त्यस्तै दुःख अभाव काम नपाएकै कारणले हामी विदेशिनु परेको छ हैन। साथीहरू जो जहाँ भए पनि, जसरी भए पनि एकदम सुरक्षित हुनुहोला, सबैले सबैको रक्षा गरोस् भन्न चाहन्छु। यसै गरी तपाईहरु विदेशिन बाध्यताले जानुभयो र विदेशीपछि अब आफ्नो ख्याल गरेर, आफ्नो राम्रो गरेर भएको कमाइलाई अलिकति सङ्कलन गरेर सकिन्छ भनेपछि अलिकति बचत गरेर नेपालमै आएर केही गर्नु होला र केही गर्ने एउटा हुटहुटी तपाईहरुलाई जागोस् र बाँकी जीवन सधैँ खुसी र सुख आफ्नो मनमा उमङ्गले तपाईहरु एकदम अगाडि बढ्नुस् भनेर तपाईहरुलाई मैले हार्दिक शुभकामना दिन चाहे। जहाँ भए पनि बाध्यता हो विदेश जान, रहर कसैलाई होइन। साथीहरु तपाईहरुले पनि आफ्नो आफ्नो ख्याल गर्नुहोला। हामी जो जहाँ भए पनि आफ्नो आफ्नो ख्याल आफैले गर्नुपर्छ। साथीहरु जीवन भनेको यस्तै हो, एक बारको जिन्दगी, पाएको जिन्दगीलाई